चिर शान्तिको कामना गर्दै शोककुल परिजनमा गहिरो संवेदना व्यक्त गर्दछौँ। प्रभारी सङ्गीत टोली गायत्री परिवार खपेलबाट यो चाहिँ हामी खपेलबाट उयो गर्दैछौँ। तपाईँहरूलाई पत्र स्वर्गीय हरिमाया विश्वकर्मा जन्म 1956 मृत्यु 15 जीवनमा कुनै पनि मानिस संसारमा कसै जन्म लिएर आएको हुन्छ भने जन्मिएपछि बाँचिन्जेलसम्म आफ्नो कर्तव्य कर्म गर्नु बुझेर नै सबैसँग हाँसेर परिवारसँग माया राखेर जीवनको अन्तमा अचानक एक्लै नै परलोक धाम जानुभएको स्वर्गीय हरिमाया विश्वकर्मालाई उहाँको पुण्य आत्माले स्वर्गमा बास गर्दै शान्तिको अवसरले ईश्वरसँग प्रार्थना गर्दै मृतकको परिवारप्रति यो दैविक राहत सहन गर्ने शक्ति सदैव मिलोस् भन्दै उहाँहरूप्रति हामी एमबिएचएस 1990का छात्रवर्ग आन्तरिक श्रद्धाञ्जलीको संवेदना प्रकट गर्दछौँ। धन्यवाद। एमबिएचएस 1990 हाम्रो स्वर्गीय साथी उहाँको स्वर्गीय आमा उहाँको पुण्य आत्मा शान्तिको निम्ति कामना गर्दै र उहाँको मनोकामना इच्छा सबै पूर्ण होस्। स्वचुसु परिवारलाई शान्ति दियोस्, उहाँहरूलाई सच्चा क्षमता दियोस्, उहाँहरूले आजको दुःख घडीमा यसलाई पार गर्न सकोस्। यसको निम्ति हामी सपरिवार एमबिएचएस स्कुलबाट परिवारबाट हामी उहाँको आत्मा चिरात्मा शान्तिको निम्ति 1 मिनटको मौन धारण गर्नेछौँ। धन्यवाद सर।